स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने यसको नारा यस अर्थमा रहेको हो। त्यसकारणले म तपाईं सबै खेलाडी भाइ बहिनीहरूप्रति फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। मित्रताका आधारमा तपाईहरुले जुन खेलकुद 5 दिनसम्म खेल्नुभयो र कसैले जित्नु भएको होला, कसैले हार्नु भएको होला, हार्नेले फेरि जित्ने प्रयत्नका साथ फेरि पनि के कारणले मैले हार्न पर्यो र मैले अब फेरि अरू खेलहरूमा म कसरी जित्न सक्छु भन्ने योजनाका साथ तपाईहरु हिम्मत र साहसका साथ अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले जित्ने भाइ बहिनीहरूले अब हामीले जितिसक्यौं भन्ने होइन, फेरि पनि हामीले जित्न पर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुहोस्। तपाईहरु सबैलाई सहानुभूति र बधाई भन्न चाहन्छु। वास्तवमै खेलकुदले समाजप्रतिको प्रेम भावना बढाउँछ। खेलकुदले स्वास्थ्यलाई समृद्ध गराउँछ र खेलकुदले आज हामी नेपालीहरूले विश्व रङ्गमञ्चमा पनि खेल्ने वातावरण बनेको छ। तर पनि अझै हामीले त्यो प्रयास र खेलाडीहरूप्रतिको भावनालाई अझै राज्यले प्रेरणा दिन सकिरहेको छैन। फेरि पनि तपाईँ हामीले आफ्नो आफ्नो पहलबाट अगाडि बढिरहेका छौँ। त्यसैले यो विषम परिस्थितिमा पनि भगवती माई गाउँपालिकाले जुन खेलकुदको आयोजना गर्यो र यो खेलकुदले सबै दाजुभाइ दर्शकहरूलाई, खेलाडीहरूलाई जुन उत्साह र एउटा उत्सवको रूपमा अगाडि बढाउन प्रयास गर्यो, यसको लागि म भगवती माई गाउँपालिका र यहाँको खेलकुद विकास समिति र सबै वडा अध्यक्षज्यूहरू सबैप्रति म आभार प्रकट गर्न चाहन्छु। हामीले समय समयमा यस्ता कुराहरूलाई अग्रगति दिएर हामी सबैको भेटघाट र प्रेम भावना अगाडि बढाउनु पर्ने दायित्व तपाईँ हामीमाथि छ। आजको यो परिस्थितिलाई पनि तपाईहरुले एकदमै संयमताका साथ यो खेलकुदलाई अगाडि बढाउनु भयो। त्यसैले सद्भाव र भावनात्मक रूपले एकताको बाटो बढाउनु भएको छ। त्यसैलाई म फेरि पनि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु र सफलताको शुभकामना भन्न चाहन्छु। आज देशमा धेरै किसिमको द्वन्द भएर आज देशको अवस्था एकदमै नाजुक छ र त्यो नाजुक अवस्थालाई कसरी सुधार गरेर लिने हो, तपाईँ हामी सबैको एकताबद्ध बाटोले हामीले अगाडि बढाउन सक्ने राष्ट्रलाई, राष्ट्र प्रेमको भावनालाई हामीले बढाएर अगाडि बढाउनु पर्ने जरुरी छ। तर पनि म तपाईहरुलाई आग्रह गर्न चाहन्छु कि अहिले पनि जुन किसिमको राज्यले जे देशलाई गर्न पर्ने थियो, केही कमी कमजोरी हुँदा आज यो अवस्था सिर्जना भएको छ। तर अब यसले सचिने बाटो र सही मार्ग देखाउने वातावरण सिर्जना भएर अगाडि बढ्नेछ भन्ने पनि तपाईँ हाम्रो सद्भावले त्यो बाटोलाई अवलम्बन गर्नेछ भन्ने कुराको शुभकामना भन्दै तपाईहरुबाट बिदा हुने अनुमति चाहन्छु। धन्यवाद।